आजको यस व्याख्यामा स्वागत छ। सुन्दा अलि अचम्म लाग्न सक्छ, तर आज हामी कर्पोरेट मानव संसाधन अर्थात् एचआरलाई एउटा बिल्कुलै फरक लेन्सबाट हेर्दैछौँ, प्राचीन वैदिक ज्योतिषको लेन्सबाट। सुरुमा यो अलि अनौठो सुनिएला, तर यसले कार्यस्थलको प्रदर्शनका बारेमा प्रस्तुत गरेको खाका साँच्चै नै अचम्म लाग्दो र एकदमै सटिक छ। आउनुहोस् यसको गहिराइमा जाउँ। एकपटक आजको कर्पोरेट माहौललाई निहालौँ त। बर्नआउट, काम छल्ने प्रवृत्ति अर्थात् क्वाइट क्विटिङ, अफिसभित्रको टक्सिक राजनीति यी त आजभोलि सामान्य जस्तै भइसके। तर के यी सबै समस्याको जड फित्लो व्यवस्थापन मात्रै हो त, अथवा कुनै आधारभूत अदृश्य ऊर्जाले पो यहाँ खेलिरहेको छ कि? यो सामग्रीले एउटा गजबको प्रश्न उठाएको छ। कार्यस्थलमा हाम्रो प्रदर्शन, साहस र अनुशासनलाई वास्तवमा कुन शक्तिले चलाइरहेको हुन्छ? यसलाई बुझ्न हामी यी 5वटा मुख्य विषयवस्तुहरूमा कुरा गर्नेछौँ। मानव सम्भावनाको कमान्डर, मुख्य कार्य अधिकारी, प्रतिभाको युद्धभूमि, एचआरमा ज्योतिषीय स्थानहरू र अन्त्यमा मानव ऊर्जाको व्यवस्थापन। सुरु गरौँ पहिलो खण्डबाट, मानव सम्भावनाको कमान्डर। यहाँ हामी पत्रिकामा आउने दिनहुँको मनोरञ्जनात्मक राशिफलको कुरा गर्दै छैनौँ है। वैदिक ज्योतिषमा मङ्गल भनेको कार्य, साहस र कडा अनुशासनको प्रतीक हो। एचआरको भाषामा भन्नुपर्दा यो कुनै ग्रह मात्र नभएर कर्मचारी भित्रको उत्प्रेरणा र नेतृत्व क्षमता जाँच्ने एउटा अचूक निदानात्मक उपकरण हो। यही नै त्यो कच्चा इन्जिन हो जसले मानिसलाई काम गर्न प्रेरित गर्छ। अब यो ऊर्जा कमजोर हुँदा के हुन्छ त? सोच्नुस् त, जहाँ कोही पनि सजिलै निर्णय लिन सक्दैनन्, प्रोजेक्टहरू वर्षौंसम्म लम्बिरहन्छन्, कर्मचारीको मनोबल एकदमै खस्केको हुन्छ र कामभन्दा बढी आन्तरिक राजनीति चल्छ, त्यहाँ जिम्मेवारी भन्दा पनि डरको माहौल हुन्छ। यदि कुनै संस्था हिलोमा फसेको गाडी जस्तै 1 इन्च पनि अगाडि बढिरहेको छैन भने पक्का बुझ्नुस्, त्यहाँ मङ्गलको ऊर्जा कि त हराएको छ कि त एकदमै कमजोर छ। यसै सन्दर्भमा अब जाउँ दोस्रो खण्डमा, मुख्य कार्य अधिकारी। यो ऊर्जालाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रात र दिन जत्तिकै फरक पार्छ। एकातिर सन्तुलित मङ्गल संस्कृति हुन्छ, जहाँ कडा समयपालन, जिम्मेवारी बोध र प्रतिस्पर्धात्मक उत्कृष्टता हुन्छ। यो एकदमै उत्कृष्ट व्यावसायिक वातावरण हो। तर जब त्यही ऊर्जा असन्तुलित हुन्छ नि, त्यो ठ्याक्कै उल्टो भएर विषाक्त आक्रामकता, छिट्टै हुने बर्नआउट र अफिसलाई नै तहस नहस पार्ने राजनीतिमा बदलिन्छ। यो साँच्ची नै एउटा दुईधारी तरवार हो। व्यक्तिगत स्तरमा पनि यो कुरा मजाले देखिन्छ। सन्तुलित ऊर्जा भएको कर्मचारी अफिसको स्टार प्लेयर हुन्छ, सधैँ लक्ष्यमा केन्द्रित, काममा ध्यान दिने र आफै भित्रबाट उत्प्रेरित हुने। तर बिग्रिएको ऊर्जा छ भने त्यही मान्छे अनावश्यक रूपमा आक्रामक हुन्छ, सानो कुरामा पनि झनक्क रिसाउँछ र सधैँ कुनै न कुनै विवादको केन्द्रबिन्दु बनिरहेकै हुन्छ। यसबाट व्यवस्थापनले के सिक्ने त? उच्च ऊर्जा भएका कर्मचारीलाई जबरजस्ती दबाउन खोज्नु भनेको प्रेसर कुकरको भल्भ थुन्नु जस्तै हो। यसले नकारात्मक नतिजा मात्रै ल्याउँछ। त्यसैले एचआरले त्यो प्राकृतिक जोशलाई निभाउने होइन, बरु त्यसलाई एउटा सही र उत्पादनशील लक्ष्यतिर मोडिदिनुपर्छ। अब लागौँ तेस्रो खण्डतिर, प्रतिभाको युद्धभूमिमा विजय। उत्कृष्ट कर्मचारीहरू भित्र्याउनु पनि एउटा प्रतिस्पर्धात्मक युद्धभूमि जस्तै हो, र यहाँ पनि यही ऊर्जाको ठूलो हात हुन्छ। बलियो मङ्गल ऊर्जा भएको संस्थाले आक्रामक रूपमा राम्रा प्रतिभा खोज्छ, बिजुली जस्तै छिटो निर्णय लिन्छ र महत्वाकांक्षी टोली बनाउँछ। तर कमजोर ऊर्जा भएको ठाउँमा भर्ना प्रक्रिया यति सुस्त हुन्छ कि निर्णय गर्दा गर्दै उत्कृष्ट उम्मेद्वारहरू छिटो काम गर्ने प्रतिस्पर्धी कम्पनीले लगिसकेका हुन्छन्। एचआरका दैनिक कामहरूमा यो कसरी जोडिएको हुन्छ त्यो हेर्न झनै रोचक छ। एउटा भर्नाकर्ताको लागि मङ्गल भनेको प्रतिस्पर्धी क्षमता हो। एचआर म्यानेजरको लागि यो अनुशासन र नेतृत्व हो। कोर्पोरेट ट्रेनरहरूले यही ऊर्जा प्रयोग गरेर अरूलाई हौसला दिन्छन् भने पर्फर्मेन्स म्यानेजरले लक्ष्य हासिल गराउन र कार्यान्वयन गर्न यही शक्तिको प्रयोग गर्छन्। तर एउटा कुरा बिर्सन हुँदैन, जहाँ उच्च ऊर्जा हुन्छ त्यहाँ घर्षण पनि हुन्छ नै। मङ्गलले समस्यासँग डटेर जुझ्ने साहस त दिन्छ, तर यसले एक्लै काम गर्दा विषाक्तता बढ्न सक्छ। यसलाई अरू ऊर्जाको एउटा इकोसिस्टमभित्र सन्तुलनमा राख्नुपर्छ, जस्तै स्पष्ट कुराकानीको लागि बुध, गहिरो ज्ञान र विवेकको लागि बृहस्पति र भावनात्मक बुद्धिमत्ताको लागि चन्द्रमा। यो सन्तुलन बिना ऊर्जालाई सही बाटोमा राख्न असम्भव जस्तै हुन्छ। अब चौथो खण्ड,
मानव संसाधनमा ज्योतिषीय स्थानहरू। प्राविधिक रूपमा हेर्दा यी ब्रह्माण्डीय खाकाहरू कर्पोरेट नतिजासँग कसरी ठ्याक्कै मिल्छन् भन्ने कुरा एकदमै अचम्म लाग्दो छ। सकारात्मक स्थानहरूलाई हेरौँ। 10औं भावमा मङ्गल छ भने यसले नेतृत्वमा ठूलो सफलता दिलाउँछ। 6औं भावले प्रतिस्पर्धीहरूमाथि पूर्ण विजयको सङ्केत गर्छ। जब मङ्गल सूर्यसँग जोडिन्छ त्यसले अपार कार्यकारी शक्ति दिन्छ र मङ्गल तथा बृहस्पतिको योगले एकदमै नैतिक र ज्ञानी नेतृत्वको निर्माण गर्छ। यी त सीधा सफलताका सूचकहरू हुन्। ठिक यसको उल्टो, चुनौतीपूर्ण योगहरूको विश्लेषणले संस्थाभित्रको खराबी पत्ता लगाउने पूर्व चेतावनी प्रणालीको काम गर्छ। मङ्गल र राहुको मिलनलाई नै विषाक्त कार्यालय राजनीतिको मुख्य जड मानिन्छ। मङ्गल र शनिसँगै हुँदा अत्यधिक तनाव र निराशा हुन्छ। यो त पार्किङ ब्रेक लगाएर गाडी कुदाउन खोजे जस्तै हो। अनि समग्रमा मङ्गल कमजोर छ भने संस्थामा आत्मविश्वासकै कमी हुन्छ र हरेक काममा ढिलाइ हुन्छ। अब हाम्रो अन्तिम खण्ड, मानव ऊर्जाको व्यवस्थापन। यी सबै कुरा बुझिसकेपछि हामीले के सिक्ने त? यहाँ 5वटा मुख्य पाठहरू छन्। पहिलो, साहसले सधैँ सम्मान जित्छ। दोस्रो, अनुशासनले नै सही कार्य संस्कृति बसाल्छ। तेस्रो, स्वस्थ प्रतिस्पर्धाले वृद्धि ल्याउँछ। चौथो, ऊर्जालाई दबायो भने त्यसले विषाक्तता मात्र निम्त्याउँछ। र 5औं, सफल नेतृत्वको लागि भित्रैदेखि एउटा जोस, एउटा आगो हुनैपर्छ। अनुशासन बिनाको प्रतिभा भनेको त एउटा अराजकता मात्रै हो। यहीँनेर धर्मको कुरा आउँछ। कामप्रतिको घट्दो चासो हटाउने यो एउटा गजबको आध्यात्मिक औषधि हो। यहाँ धर्म भनेको कार्यमार्फत गरिने सही कर्तव्य हो। एउटा यस्तो योद्धा मानसिकता जसले निडर भएर जिम्मेवारी लिन्छ र मिसनमा केन्द्रित सङ्गठन बनाउँछ। यसले मानिसको भित्री कच्चा ऊर्जालाई एउटा सार्थक र नैतिक उपलब्धिमा बदलिदिन्छ। त्यसैले यो भनाइ एकदमै सटिक छ। मानव संसाधनले कर्मचारीहरूको व्यवस्थापन गर्दैन, मानव संसाधनले मानव ऊर्जाको व्यवस्थापन गर्छ। यसले एचआरलाई हेर्ने हाम्रो परम्परागत चस्मा नै फेरिदिन्छ। यो केवल मान्छे र कामको सूची मिलाउने काम मात्रै होइन रहेछ। यो त निरन्तर चलिरहने, गतिशील र शक्तिशाली मानव ऊर्जालाई सही दिशा देखाउने काम पो रहेछ। अन्त्यमा हरेक संस्थाले एउटा गम्भीर प्रश्नको सामना गर्नै पर्छ। हामीले यो शक्तिशाली ऊर्जालाई कसरी चलाइरहेका छौं? के त्यो आगोले संस्थाको इन्जिनलाई सरासर अगाडि बढाइरहेको छ कि अनियन्त्रित भएर पुरै भवनलाई नै खरानी बनाउँदैछ? स्रोत सामग्रीको आजको व्याख्या यति नै। आशा छ यसले कार्यस्थलको प्रदर्शनलाई बुझ्ने एउटा बिल्कुलै नयाँ र रोचक दृष्टिकोण दिएको छ।